ल है, कहिले यस्तो सोच्नु भएको छ कि विकासको कामले मतलब राम्रै होस् भनेर गरेको कामले पनि झगडा निम्त्याउन सक्छ? सोच्दा अचम्म लाग्छ होइन? तर राम्रो सोचले बनाएको बाटोले नै समुदायमा फाटो ल्याइदिन सक्छ। आज हामी यस्तै विकाससँग जोडिएका दुईवटा महत्त्वपूर्ण शब्दबारे कुरा गर्दैछौँ, द्वन्द्व संवेदनशील र शान्ति संवेदनशील। सुन्दा त उस्तै उस्तै लाग्छन् नि, तर यिनीहरूको काम गर्ने तरिका र लक्ष्यमा आकाश पातालको फरक छ। आउनुहोस् आज यही अन्तरलाई मजाले केलाएर हेरौँ। आज हामी कहाँ कहाँ पुग्छौँ त? सुरुमा विकास र द्वन्द्वको सम्बन्ध कस्तो हुन्छ त्यो हेर्नेछौँ। त्यसपछि यी दुवै दृष्टिकोणको मतलब के हो, यिनीहरू बीचको खास फरक के हुन् भनेर बुझ्नेछौँ। अनि एउटा रमाइलो उदाहरणले त सबै कुरा छर्लङ्ग पार्ने नै छ र अन्त्यमा हाम्रो लागि अगाडिको बाटो के त भनेर पनि सँगै सोच्नेछौँ। ल सुरु गरौँ विकास र द्वन्द्वको सम्बन्धबाट। हामी सामान्यतया विकासलाई त समस्याको समाधान मान्छौँ नि, होइन र? तर के विकास आफैमा समस्याको जड बन्न सक्छ? अलि गहिरेर हेरौँ न त। यो प्रश्नको जवाफ हो पक्कै पनि सक्छ। एउटा सानो उदाहरण सोचौँ न है। कुनै ठाउँमा विकास परियोजना आयो अनि त्यसले केही युवालाई रोजगारी दियो। नियत त कति राम्रो, तर यदि त्यो रोजगारी एउटै समुदायका युवाले मात्र पाए र अर्को समुदायका युवाहरू ठुलो हेरेर बसे भने के होला? हो, त्यही राम्रो नियतले सुरु भएको विकासले समुदायहरूबीच अविश्वास र तनावको बिउ रोपिदिन सक्छ। त्यसैले विकासको काम गर्दा त्यसले पार्न सक्ने असरबारे एकदमै होशियार हुनुपर्छ। हो, यस्तै नसोचिएको नराम्रो असरहरूबाट बच्नका लागि नै बनेको हो यो द्वन्द्व संवेदनशील दृष्टिकोण। यसलाई विकासको सुरक्षा कवच वा सेफ्टी फर्स्ट नियम भन्दा पनि हुन्छ। एकदम सरल भाषामा भन्नुपर्दा द्वन्द्व संवेदनशील हुनु भनेको चाहिँ होशियार हुनु हो। कुनै पनि काम सुरु गर्नुभन्दा पहिले एकछिन रोकिएर सोच्नु, मेरो यो कामले कतै आगोमा घिउ थप्ने काम त गर्दैन वा कतै नयाँ झमेला पो निम्त्याउँछ कि? यसको मूल मन्त्र नै हो, पहिले कुनै हानि नगर। तर के हानि नगर्नु मात्रै काफी छ त? यो नुक्सान नगर्नु भन्ने सिद्धान्तलाई व्यवहारमा उतार्न चारवटा कुरामा ध्यान दिनुपर्छ। पहिलो, काम गर्न लागेको ठाउँको अवस्था कस्तो छ, त्यहाँ मानिसहरूको सम्बन्ध, तनावका कारणहरू के हुन् त्यो राम्ररी बुझ्ने। दोस्रो, हाम्रो कार्यक्रमले त्यो अवस्थामा के असर पार्छ भनेर विश्लेषण गर्ने। तेस्रो, यदि केही नराम्रो असर देखिने सम्भावना छ भने त्यसलाई कसरी घटाउने भनेर सोच्ने। र चौथो, केही राम्रो हुने सम्भावना छ भने त्यसलाई कसरी बढाउने। यो भनेको एकदमै फुकी पाइला चाल्ने तरिका हो। ल अब होशियार भएर हानि हुनबाट जोगिनु त धेरै राम्रो कुरा हो, तर के हामी त्योभन्दा एक कदम अगाडि बढ्न सक्छौँ? हो, ठ्याक्क यहीँनिर आउँछ शान्ति संवेदनशील दृष्टिकोण। यो रक्षात्मक मात्र होइन, अलि सक्रिय भूमिका खेल्ने तरिका हो। यहाँ कुरा केवल हानि हुनबाट बच्नेमा मात्रै सीमित रहँदैन। यो दृष्टिकोणले त विकासका कार्यक्रमहरूलाई नै शान्ति स्थापना गर्ने एउटा शक्तिशाली औजारको रूपमा प्रयोग गर्छ। यसले सोध्छ, विकासको यो कामलाई हामी मानिसहरूबीचको सम्बन्ध सुधार्न र फाटेको मन जोड्न कसरी प्रयोग गर्न सक्छौँ। यो भनेको रक्षात्मक मात्र होइन, सक्रिय र रचनात्मक पनि हो। यसको मुख्य लक्ष्य नै हो सक्रिय रूपमा शान्ति निर्माण गर्नु। यसका लागि विकास कार्यक्रमहरूले शान्तिका लागि अवसर कहाँ छ भनेर खोज्छ। यसले स्थानीय स्तरमै शान्ति कायम गर्न सक्ने मान्छे वा समूहको क्षमता बढाउन मद्दत गर्छ। द्वन्द्वको बाहिरी लक्षणलाई मात्र होइन, त्यसको जडलाई नै सम्बोधन गर्न खोज्छ। र सबैभन्दा महत्त्वपूर्ण कुरा, मानिसहरूलाई सँगै ल्याएर मेलमिलाप र सहकार्यको वातावरण बनाउँछ। ल अब यी दुई दृष्टिकोणलाई सिधै आम्ने सामने राखेर हेरौँ न त। यिनीहरू बीचको वास्तविक भिन्नता के हो, यो स्लाइडले सबै कुरालाई छर्लङ्ग पार्नेछ। यहाँ हेर्नुहोस् त, सबैभन्दा ठूलो फरक यिनीहरूको लक्ष्यमा रहेछ। द्वन्द्व संवेदनशील दृष्टिकोण एउटा बलियो ढाल जस्तै हो, जसले विकासलाई नराम्रो असरहरूबाट जोगाउँछ। यसको लक्ष्य हो नोक्सान नगर्नु। अर्कोतिर शान्ति संवेदनशील दृष्टिकोण चाहिँ एउटा पुल जस्तै हो, जसले मानिसहरू र समुदायलाई जोड्छ र शान्तितर्फ डोर्याउँछ। यसको लक्ष्य हो सक्रिय रूपमा शान्ति निर्माण गर्नु। यो तालिकाले त झनै स्पष्ट पार्छ। द्वन्द्व संवेदनशीलले सधैँ सोच्छ हाम्रो कामले कतै हानि त गर्दैन, जबकि शान्ति संवेदनशीलले सोच्छ हाम्रो कामले शान्ति स्थापनामा कसरी योगदान गर्न सक्छ।
पहिलोको ध्यान जोखिम कम गर्नेमा हुन्छ भने दोस्रोको ध्यान शान्तिका लागि नयाँ अवसरहरू सृजना गर्नेमा हुन्छ। र अन्त्यमा द्वन्द्व संवेदनशीलता प्राय एउटा कार्यक्रमको सिमानाभित्रै रहन्छ, तर शान्ति संवेदनशीलताले कार्यक्रमभन्दा बाहिर गएर पुरै समाजमा कस्तो प्रभाव पर्छ भनेर हेर्छ। अहिलेसम्म हामीले सिद्धान्तका कुरा गर्यौं, अब एउटा वास्तविक उदाहरणबाट यी दुवै दृष्टिकोणलाई बुझ्ने कोसिस गरौं। यसले सबै कुरालाई एकदमै सजिलो बनाइदिन्छ। ल अब एउटा उदाहरण हेरौँ है। यसले सबै कुरा पानी पानी बनाइदिन्छ। मानौ दुईवटा समुदायबीच अलिअलि मनमुटाव छ, त्यस्तो ठाउँमा एउटा बाटो बनाउनु पर्यो। अब सामान्य विकासको सोचले के गर्छ? खुरुक्क बाटो बनाउन थाल्छ, अरू केही सोच्दैन। तर द्वन्द्व संवेदनशील दृष्टिकोणले एकछिन रोकिन्छ। उसले सोच्छ, ओहो कामदार राख्दा त यहाँ झगडा पो भला। अनि के गर्छ? विवाद नहोस् भनेर दुवै समुदायबाट बराबर कामदार राख्छ। ल हानि हुनबाट त जोगियो होइन त? तर अब आउँछ हाम्रो हिरो, शान्ति संवेदनशील दृष्टिकोण। यसले त अझ एक कदम अगाडि बढेर सोध्छ, यो बाटो बनाउने कामलाई नै सम्बन्ध सुधार्ने मौका किन नबनाउने? अनि के गर्छ थाहा छ? जानीजानिकनै ती दुई समुदायका मानिसहरूलाई एउटै टिममा राखेर सँगै काम गराउँछ। किन? ताकि उनीहरूबीच बोलचाल होस्, विश्वास बढोस्, सहकार्यको बानी बसोस्। हेर्नुहोस् त, काम एउटै हो, बाटो बनाउने, तर सोच र तरिकाले परिणाम कति फरक पार्यो। हामीले यी दुई महत्त्वपूर्ण दृष्टिकोणहरू बीचको भिन्नता बुझ्यौं। अब प्रश्न उठ्छ, हाम्रो जस्तो विविधता भएको समाजको विकासका लागि कुन चाहिँ दृष्टिकोण बढी सान्दर्भिक होला त? यो प्रश्नको कुनै एउटै सजिलो जवाब छैन। नेपालको सन्दर्भमा कतिपय ठाउँमा नोक्सान नगर्नुलाई मात्रै पनि ठूलो उपलब्धि मान्नुपर्ने अवस्था होला। तर दिगो शान्तिका लागि हामीले विकासलाई सक्रिय रूपमा शान्ति निर्माण गर्ने औजारको रूपमा प्रयोग गर्ने आँट पनि गर्नुपर्छ। सायद सबैभन्दा उत्तम बाटो भनेको द्वन्द्व संवेदनशील हुनुलाई न्यूनतम आधार बनाएर जहाँ जहाँ सम्भव छ शान्ति संवेदनशील बन्ने अवसरहरू नगुमाउनु हो। आखिर विकास भनेको बाटो र भवन बनाउनु मात्र त होइन, मानिसहरू बीचको सम्बन्ध र विश्वासको पुल बनाउनु पनि हो। यस विषयमा सोच्दै गर्नुहोला। आजलाई यति नै। अर्को पटक फेरि भेटौँला।